खाना खा लिया आप लोगों ने? हेलो, चलो ऑन करो। हो गया। हैप्पी बर्थडे राज शेफ। थैंक यू शेफ। हेलो साथीहरू सबैलाई फेरि पनि गुड मर्निङ भन्दै यो मेरो छोटो मिनी ब्लग सुरु गर्न लागिरहेको छु। अन्त आज त हाम्रो स्टाफ राज शेफको बर्थडे थियो होइन। अन्त बर्थडे सेलिब्रेट गर्नु लागि त हामी यहाँनिर धेरै एक्साइटेड नै छु हामी होइन। केक काट्दैछ यहाँनिर राज शेफले चाहिँ बर्थडेको। अन्त धेरै मिठो केक थियो होइन, जसले पनि ल्याएको होइन। धेरै मिठो केक थियो, मिठो भयो केक पनि। अन्त उसको बर्थडे हो। अन्त यहाँनिर चाहिँ सनत सेफलाई फर्स्ट प्रायोरिटी होइन, केकको फर्स्ट उयो सिनियर सेफ हो हाम्रो होइन, हामीलाई उयो गर्ने हो होइन। सेफले राम्रो नै छ सेफ सबैजना होइन। अन्त उसको बर्थडे थियो उतै कलकत्ताको हुनु चाहिँ। अन्त फेरि पनि तपाईँलाई राज सेफलाई ह्याप्पी बर्थडे भन्दै होइन, तपाईँको तिम्रो यो जन्मदिन होइन खुसीले नै जाओस् भन्दै हामी यो मिनी ब्लग सुरु गरि नै रहेछु। अन्त यहाँनिर चाहिँ छ धेरै नै सबैजना धेरै नै खुसी नै छ होइन, काममा पनि धेरै नै खुसी छ होइन। यो चाहिँ तपाईँको केक चाहिँ तपाईँको कम्पनीको थ्रुबाट आउँछ। अन्त तपाईँको सपोज तपाईँ ड्युटी टाइममै छ भने तपाईँको बर्थडे छ भने यो तपाईँको कम्पनीको थ्रुबाट आउँछ केकहरू चाहिँ। यति त राम्रै छ कम्पनी नराम्रो त होइन, राम्रो नै छ। स्टाफहरूको पनि उयो राख्छ होइन, के गर्नुपर्ने स्टाफहरूलाई मतलब पुरा गरिदिन्छ स्टाफहरूको पनि। अन्त यति भन्दै आजको यो मिनी ब्लग यति नै खतम गर्दैछु। मन पऱ्यो भने लाइक सेयर गरिदिनुहोस् होला। बाई बाई।